नमस्ते सबैजनालाई। तपाईहरुमध्ये धेरैजनाको सामाजिकको एक्जाम पनि रहेछ भोलि बीएलई को। त्यसकारण मलाई चाहिँ थाहा नभएको कारणले मैले कमेन्ट पढिसकेपछि म यो भिडियो बनाउन आउँदैछु। यति बेला मेरो क्लास 10 को एक्जाम चलिरहेको थियो, तर मात्र तपाईहरुको लागि म एउटा समय छुट्याएर म यहाँ आउँदैछु। सामाजिकमा तपाईहरुले धेरै गहिरिएर हेर्न जरुरी छैन। यति बेला तपाईको भोलि यदि एक्जाम छ भने यति बेला तपाईले सरसर्ती रिभिजन मात्र गर्ने हो। र तपाईले यदि भोलि एकदमै राम्रो नम्बर ल्याउन चाहनुहुन्छ भने तपाईले म तपाईहरुलाई के इम्पोर्टेन्ट क्वेशन्सहरु भनिदिन्छु, जुन कुराहरु तपाईहरुले एकदम मजाले हेर्नु होला। जस्तै तपाईको पुनर्जागरण भनेको के हो है, र यसको जुन चारवटा बुदाहरु छन् पुनर्जागरण सम्बन्धी, त्यो चार यसले पारेको प्रभावको बारेमा तपाईले यो हेर्नुस्। अनि अर्को भनेको तपाईको चाहिँ लङ स्तर क्वेशनबाटै जाने हो भने तपाईको किरात समुदाय जुन छ है, किरात सभ्यताको बारेमा है, त्यसको बारेमा पनि तपाईले किरात सभ्यताको आर्थिक अवस्था जनजीवन कस्तो थियो भन्ने कुरा, अनि त्यसपछि तपाईको सिन्धु सभ्यताको है आर्थिक अवस्था र त्यसको जनजीवन कस्तो थियो भन्ने कुरा तपाईहरुले यो कुरा हेर्नु होला। म्याप अफ नेपाल तपाईहरुले डेफिनेटली मिलाउनुहुन्छ। म्याप अफ नेपालका लागि तपाईहरुले आफ्नो प्रदेशको है, तपाई जुन जिल्लामा बस्दै गर्नु भएको छ त्यो जिल्ला र तपाईको प्रदेशको चाहिँ महत्त्वपूर्ण चाहिँ धार्मिक स्थल र हिमाल र तपाईले चाहिँ उत्पादन क्षेत्रहरु छन् भने तिनी कुराहरुलाई तपाईले एकदमै प्राथमिकताका साथ हेर्नु होला। त्यसपछि अर्को भनेको तपाईको चाहिँ जुन लोकतान्त्रिक गणतन्त्र भनेको के हो, यो प्रश्न तपाईको एकदमै इम्पोर्टेन्ट। विकासका पूर्वाधारबाट पनि तपाईहरुलाई प्रश्न सोध्छ। सुशासन भनेको के हो है, अनि सुशासन कसरी कायम गर्न सकिन्छ, अनि त्यस्तै तपाईको द्वन्द्व व्यवस्थापन कसरी गर्ने, दुईजना साथीहरु बीच झगडा भयो भने तपाईले कसरी द्वन्द्व व्यवस्थापन गर्नुहुन्छ, यो कुरा। अनि त्यसपछि अर्को प्रश्न भनेको तपाईको चाहिँ यदि तपाईलाई तपाईको स्थानीय तहको या चाहिँ तपाईको प्रदेश तहको है सरकारको प्रमुख व्यक्ति बनाइयो भने तपाईले आफ्नो स्थानीय तहमा या प्रदेश तहमा तपाईले के कस्ता प्रकारका राम्रा कामहरुलाई प्राथमिकता दिनुहुन्छ भन्ने खालको प्रश्न। अनि त्यसपछि तपाईको नेपालको संविधानमा आऊ हैन, तपाईको नेपालको संविधान जुन एकाइ छ त्यो एकाइबाट तपाईहरुले हेर्नु पर्ने भनेको न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका, किन न्यायपालिका चाहिँ स्वच्छ र पवित्र र तपाईको निष्पक्ष हुनुपर्छ भन्ने प्रश्न हैन। तपाईको यहाँबाट हेर्नुस्, तपाईले संविधानको विशेषता, वर्तमान संविधान कहिले जारी भयो, यसको विशेषता के हो, यो प्रश्न तपाईले हेर्नुस्। त्यसपछि तपाईहरुलाई एउटा नारा लेख्न आउँछ है, 1 मार्क्समा तपाईको नारा। जस्तै तपाईको भ्रष्टाचार सम्बन्धी नारा आयो भने कतिपय विद्यार्थीहरुले म देख्छु तरकारीमा जीरा भ्रष्टाचारीको मुखमा किरा लेख्नुहुन्छ, त्यो गलत हो, एकदम विशुद्ध तपाईको चाहिँ एकदमै गलत हो है त्यो कुरा। तपाईहरुले त्यस्तो लेख्नै होइन। तपाईहरुले के लेख्नुस् भन्दाखेरि हाम्रो गन्तव्य भ्रष्टाचारको अन्त्य, यस्तो प्रकारको नाराहरु तपाईले लेख्नुस्। किनकि तपाईहरु विद्यार्थी हो, तपाईहरु चाहिँ सडकमा नारा जुलुस लगाउन जानु भएको हैन। तपाईहरुले सभ्य रूपमा चाहिँ नारा लेख्नुपर्छ। सडकमा पनि तपाई नारा लगाउनु भयो भने एकदमै सभ्य भएर तपाईहरुले नारा लगाउनु पर्छ है। जे कुराको विरोध पनि हामीले सभ्य रूपले गर्छौं। तपाईले चाहिँ त्यो तरकारीमा जीरा, त्यसपछि भ्रष्टाचारीको मुखमा किरा, यस्तै के लेख्नुहुन्छ, यस्तो कुराहरु तपाईहरुले लेख्नै होइन। त्यसपछि तपाईहरु आउनुस्, तपाईको न्यायपालिकाको कुरो मैले गरे। त्यसपछि तपाई समावेशीकरण भनेको किन के हो र यो किन आवश्यक छ भन्ने कुरा तपाईले हेर्नुस् है। तपाईको अब सुशासन भनेको के हो, सुशासनको दुईवटा आधारभूत पक्षहरु के हुन्, यो कुरा तपाईहरु हेर्नुस् है। अनि त्यसपछि सुशासन कायम गर्नमा राष्ट्र सेवकको र कर्मचारीको भूमिका के कस्तो रहन्छ त्यो कुरा हेर्नुस् है। म तपाईको अब हामी सामाजिक समस्याबाट जाउँ है, जहाँ चाहिँ तपाईको भेजा परम्परा, तपाईको बडगर परम्परा हैन, यिनी जुन सिस्टमहरु छन्, यिनी सबै सिस्टमहरुसँग रिलेटेबल रहेर तपाईले एउटा प्रश्न सोध्छ। त्यसकारण तपाईले यहाँबाट पनि यिनी जुन हाम्रो समाजमा गुठी, त्यसै भेजा, बडगर जस्ता सामाजिक समस्या हैन, त्यसपछि चाहिँ यिनलाई चाहिँ कसरी चाहिँ न्यूनीकरण गर्न सकिन्छ, यिनी सामाजिक समस्यालाई चाहिँ कसरी समाजबाट चाहिँ फाल्न सकिन्छ भन्ने कुरा, भ्रष्टाचारलाई कसरी चाहिँ न्यूनीकरण गर्न सकिन्छ भन्ने कुरा, भ्रष्टाचार कसरी फाल्न सकिन्छ भन्ने कुरा हैन। तपाईको अन्तर्राष्ट्रिय व्यक्तित्वहरुबाट तपाईले जस्तै जहाँ हेनरी डिउना, जसले चाहिँ हाम्रो रेड क्रसको स्थापना गरे र हाम्रो स्काउट लर्ड वार्डेन पावलले स्थापना गरे, यिनी अन्तर्राष्ट्रिय व्यक्तित्वहरुबाट हामीले के कुरा सिक्न सकिन्छ, रेड क्रसको स्थापना कहिले भयो, स्काउटको स्थापना कहिले भयो हैन। त्यसपछि तपाईको अब ढिकुर थकालीहरुले आर्थिक गतिविधि सञ्चालन गर्ने परम्परागत प्रचलन हो, यस भनाइलाई 3 वाक्यमा पुष्टि गर्नुहोस् भन्ने खालको प्रश्न जुन बारम्बार परीक्षामा सोधेको छ, त्यो कुरालाई तपाईले हेर्नुस् हैन। त्यसपछि तपाईको आफ्नो प्रदेशबाट, तपाईको प्रदेशमा तपाई बसोबास गर्दै आइरहेको प्रदेशमा तपाईले के कस्ता प्रकारका कामहरु गर्नुभयो भने चाहिँ हुन्छ भन्ने खालको प्रश्न हैन। त्यसपछि तपाई पछाडीपट्टि जानुस् हैन, तपाईको नेपालको संघीयता है, संघीयता जुन छ, संघीयताको चाहिँ तपाईको चाहिँ राम्रो पक्ष र नराम्रो पक्ष दुवै पक्ष तपाईहरुलाई सोध्छ। त्यसपछि तपाईको सामाजिक समस्या र लागू पदार्थ दुर्व्यसनबाट चाहिँ यहाँबाट पनि तपाईलाई प्रश्न सोध्छ, जहाँ चाहिँ तपाईले तपाईको साथी दुर्व्यसनमा लागेको छ हैन, उसलाई चाहिँ दुर्व्यसनबाट मुक्त गराउन तपाईले के गर्नुहुन्छ भन्ने कुरा। र अर्को महत्त्वपूर्ण कुरा भनेको तपाईले संवाद लेख्न तपाईलाई आउन सक्छ, चिठी लेख्न तपाईलाई आउन सक्छ। तपाईले एकदम मजाले त्यो कुरालाई हेर्नु होला है। अब जस्तै सामाजिक समस्याको कुरा हामीले गर्यौं, द्वन्द्व व्यवस्थापनको कुरा पनि हामीले गर्यौं, पुनर्जागरणको कुरा मैले गरे। हाम्रो विगतबाट मैले अघि नै भने किरात कालको सामाजिक तथा आर्थिक अवस्था, त्यसपछि तपाईको भनेको सिन्धु घाटी सभ्यताको सामाजिक अवस्थाको चर्चा गर्नुस् भन्ने खालको प्रश्न पुनर्जागरणले गर्छ
है। अनि त्यसपछि वैदेशिक रोजगार र स्वदेशी रोजगार हैन, यो दुईटा कुरा, वैदेशिक रोजगार र स्वदेशी रोजगारको कुरा जुन तपाईँले प्रश्न बुझ्नुभयो होला त्यो कुराहरू पनि तपाईँले हेर्नुहोस्। त्यसपछि अर्को भनेको बौद्धिक पलायन है, बौद्धिक पलायनबाट पनि तपाईँहरूलाई के गर्छ, तपाईँहरूलाई प्रश्न सोध्छ है। अब त्यस्तै तपाईँको पर्यटन उद्योगबाट, नेपालको जुन पर्यटन उद्योग छ त्यसकोबाट पनि तपाईँहरूलाई प्रश्न सोध्छ। त्यसकारण तपाईँहरूले मजाले चाहिँ के गर्नु होला भन्दाखेरि मजाले पर्यटन उद्योगको फाइदा, पर्यटन उद्योगबाटका सम्भावनाहरू, नेपालमा पर्यटनलाई अझै चाहिँ तपाईँको प्रदेशमा अझै चाहिँ नेपालमा के भन्छ अरे पर्यटनका चुनौतीहरू, त्यो कुराहरू छन्। अनि वैदेशिक रोजगार र स्वदेशी रोजगारका चुनौतीहरू, फाइदाहरू, बेफाइदाहरू तपाईँहरूले मजाले हेर्नु होला है। नेपालका जुन वित्तीय संस्थाहरू छन् तपाईँले एटिएम को पुरा रूप हैन, अनि त्यसपछि टिएमटी कार्ड, टिटिएम कार्ड प्रयोग गर्दा के कुरामा चाहिँ सचेत हुनुपर्छ भन्ने खालका प्रश्नहरू तपाईँले हेर्नु होला। बैंकको परिभाषा दिनुस्, अनि बैंकमा रकम जम्मा गर्दा कुनै बैंकमा रकम जम्मा गर्दा हुने कुनै 4वटा फाइदाको बारेमा उल्लेख गर्नुहोस् भनेको छ हैन। वित्तीय संस्थाहरूबाट प्राप्त गर्न सकिने चाहिँ फाइदाहरूलाई उदाहरण सहित के गर्नुहोस् भन्दाखेरि चाहिँ उल्लेख गर्नुहोस् भनेर सबैलाई दिन सक्छ है। नेपाललाई अझै पर्यटकीय हिसाबले अझै उत्कृष्ट र आकर्षित बनाउन के कामहरू गर्नुपर्छ भन्ने खालको प्रश्न तपाईँले म्याप अफ नेपाल त हेर्नुहुन्छ। र जनसङ्ख्याबाट एउटा क्वेसन तपाईँलाई डेफिनेटली सोध्छ है। जनसङ्ख्यामा प्रभाव पार्ने तत्त्वहरू, के कुराले जनसङ्ख्या बढ्छ, के कुराले जनसङ्ख्या घट्छ हैन, अनि जनसङ्ख्याको डिस्ट्रिब्युसन जुन छ, जनसङ्ख्यालाई चाहिँ कसरी चाहिँ म्यानेज गर्न सकिन्छ भन्ने कुराहरू हो। यिनी कुराहरू हेर्नुभयो भने तपाईँले धेरै कुराहरू चाहिँ भोलि समेट्नुहुन्छ। तपाईहरुसँग यदि आवश्यक पर्यो भने तपाईहरुले मलाई कमेन्टमा क्वेशन छोडिदिनु होला। तिनी क्वेशनको लागि पनि म भिडियो लिएर आउँदैछु। यो भिडियो मैले भर्खरै राइट नाउ यति बेलै मैले अपलोड गर्दैछु र तपाईहरुले मजाले आफ्नो परीक्षाको तयारीलाई एकदमै राम्रोसँग गर्नु होला। साइबर अपराधबाट पनि क्वेशन सोध्छ, साइबर अपराध किन बढेको छ, यसलाई रोकथाम गर्न के गर्नुपर्छ भन्ने कुराहरू तपाईले यिनी सबै कुराहरू चाहिँ के गर्नु होला भन्दाखेरि तपाईले हेर्नु होला। समावेशीकरण, समसामयिक घटनाको जानकारीले कसरी विद्यार्थीलाई चाहिँ दैनिक जीवनमा सहयोग पुर्याउँछ है, यस्तो खालको प्रश्न। त्यसपछि नेपालमा जुन बसाइसराईको कुराहरू छ, त्यो बसाइसराईले चाहिँ कसरी जनसङ्ख्या घटबड गराउने काम, कसरी जनसङ्ख्यामा प्रभाव पार्छ भन्ने कुराहरू हैन, यस्ता कुराहरू तपाईहरुले के गर्नुभयो भने राम्रोसँग हेर्नुभयो भने तपाईहरुले एकदमै राम्रोसँग राम्रो मार्क्स ल्याउनुहुन्छ। विकासका पूर्वाधारहरू तपाईहरुले राम्रोसँग हेर्नुस्, बैंक भनेको के हो त्यो कुराहरू तपाईहरुले हेर्नुस् है। अनि त्यसपछि तपाईको समुदायमा ऊर्जाको प्रचलित 3 स्रोतहरू, ऊर्जाबाट पनि प्रश्न आउँछ, तिनी प्रचलित स्रोतहरू तपाईं हेर्नुस् है। अब अपङ्गता भएका व्यक्ति भन्नाले के बुझिन्छ, तिनीहरुलाई हामीले कसरी सहयोग गर्न सकिन्छ भन्ने कुराहरू है। दक्ष जनशक्ति, विकासका लागि दक्ष जनशक्तिको आवश्यकता, यो कुरा तपाईहरुले हेर्नुस् है। सामाजिक अनुशासन कायम राख्न हाम्रा प्रथा र परम्पराले महत्त्वपूर्ण भूमिका खेलेका छन् है। जुन समाजको जुन अनुशासन छ, समाजमा जुन परम्पराहरू छन्, तिनी कुराहरूलाई चाहिँ कायम राख्नलाई चाहिँ हाम्रो परम्पराले कस्तो प्रकारको भूमिकाहरू खेलेका छन्, यस्ता प्रकारका प्रश्नहरू तपाईहरुले हेर्नुस् है। अनि किराँतकाल र लिच्छवीकालको प्रशासनको तपाईहरुले तुलना गर्नुस्। किन चाहिँ लिच्छवीकाललाई चाहिँ नेपालको चाहिँ गोल्डन काल भनिन्छ हैन, त्यो कुराहरू तपाईले हेर्नुस् है। अब त्यसपछि नेपालको कानुन निर्माण प्रक्रिया तुलनात्मक रूपमा जटिल छ भन्ने कुरा पनि तपाईले के गर्नुस्, तपाईहरुले चाहिँ नेपालमा कानुन बनाउने प्रक्रिया जटिल छ, यसलाई सहज बनाउन तपाईहरुले के गर्न सक्नुहुन्छ भन्ने खालका प्रश्नहरू, यस्ता खालका थोरै अप्ठ्यारा खालका प्रश्नहरू पनि तपाईहरुले के गर्नु होला, तपाईहरुले हेर्नु होला। मौसम र हावापानीबाट तपाईको चाहिँ यहाँबाट प्रश्न आउँछ तपाईलाई है। जस्तै तपाईको मौसम र हावापानी बीचमा चाहिँ 3वटा भिन्नता लेख्नुस् भन्छ, हावापानीमा प्रभाव पार्ने तत्त्वहरूको बारेमा कुरा गर्छ हैन। यिनी कुराहरू तपाईहरुले राम्रोसँग हेर्नु होला। यिनी कुराहरू चाहिँ तपाईहरुले नबिर्सिकन है, यति मात्र पढेर हुँदैन, तर तपाईले 30-35 ल्याउनलाई यिनी कुराहरूले तपाईलाई धेरै हेल्प गर्छ। तपाईले यिनी कुरा सँगसँगै अरु कुराहरू पनि सरर एकचोटी के गर्नु होला, रिभाइज गर्नु होला, च्याप्टरलाई राम्रोसँग पढ्नु होला दोहोऱ्याएर। तपाईको स्कुलको एक्जामिनेसनमा तपाईहरुले गरेका क्वेशन्सहरू हैन, घुस लिने र दिने दुवै समाजका शत्रुहरू हुन् भन्ने खालका क्वेशन्सहरू तपाईहरुले दिनुभयो होला। तपाईहरुले यस्ता खालका प्रश्नहरूलाई राम्रोसँग गर्नु होला र आशा छ तपाईहरुले एकदमै राम्रोसँग आफ्नो बीएलए एक्जाम गर्नुहुनेछ। बेस्ट अफ लक एभ्रीवन है। मेरो हेल्थ थोरै बिग्रेको कारणले गर्दाखेरि म तपाईहरुको लागि रेगुलर भिडियो लिएर आइरहेको छैन है। म भने तपाईहरुको लागि अब थोरै हेल्थ इम्प्रुभ भएपछि म तपाईहरुको लागि रेगुलर भिडियो लिएर आउँछु र बाचा गर्छु क्लास 9 मा फ्रम डे 1 म डे 1 बाट तपाईहरुलाई इच एन्ड एभ्री च्याप्टर अफ म्याथ, इच एन्ड एभ्री च्याप्टर अफ साइन्स, इच एन्ड एभ्री च्याप्टर अफ अप्सनल म्याथ म हरेक च्याप्टर, हरेक क्वेशन सल्भ गरेर युट्युबमा राख्नेछु, ताकि तपाईहरु हामीहरु मिलेर सँगै एउटा परिवार भएर हामी तपाईहरुको यो यात्रालाई सहज बनाउने छौं। आशा गर्दछु भोलिको तपाईको परीक्षा एकदमै राम्रो होस्। धन्यवाद।